यो चाहिँ हामीले अलैँची फाड्नको लागि झार काट्ने मेसिन नयाँ किनेको हो र यसको परीक्षण गर्ने तयारीमा छौँ। तर यसलाई कसरी चाहिँ जोड्ने भन्ने कुरा यहाँ हामी क्याटलग मेनु हेर्दै हेर्दै जोडिँदैछ र यो कतिको टिक्छ, यसले कतिको काट्छ, कतिको काट्न सक्छ भनेर ट्राई गर्न लागेको हो। सकभर यो अलिक राम्रो हालेर अलिक स्टिल कम्पनीको भएदेखि काट्थ्यो होला। यो चाहिँ अलिक यसको ट्राई गर्नुको लागि मात्रै भनेर लिएको हो। अब यो कतिको यसले काट्छ, सक्सेस हुन्छ, काट्न सक्छ र सक्यो भने अर्को योभन्दा अलिक हाई पावरको ल्याउनेमा छौँ। अहिले भने यो चाहिँ स्याम्पल, यो परीक्षणको लागि मात्रै भनेर ल्याइएको हो। कतिको सफल हुन्छ हुँदैन हामी चेक गरेर देखाउँछौँ र यसलाई चाहिँ यो कसरी भिर्ने, कसरी उयो गर्ने भन्ने नै थाहा छैन। यो हामी चाहिँ क्याटलग हेर्दै हेर्दै दुईजना दाजुभाइले यो हामी बनाउँदैछौँ र स्टार्ट गर्नेवालामा छौँ। स्टार्ट पनि कसरी गर्ने भन्ने क्याटलग हेर्दै हेर्दै नै हो, मेनु हेर्दै र यसलाई मेनु हेरिँदैछ। स्टार्ट हुन सफल भयो भन्ने बारेमा छ, स्टार्ट भयो। अब यसलाई कसरी राम्रै काट्ने रहेछ तर दुई तिन घन्टा काट्दैन रहेछ। बाह्र घन्टा गर्नु कन्टिन्यू सबभन्दादेखि 12 घन्टा तर त्यत्रो 3 घन्टा 4 घन्टा हुन्छ होला जस्तो लाग्यो। धेरै ठुलो ठुलो कम्पनी 3 फुट 4 फुटसम्म मजाले पार्छ। एकदम मान्छे